यो कराईहरू ल हेर्नुहोस्, हाम्रो यत्रो ठुलो भाइ पनि यो कराईभित्र अटाइराखेको छ। ल हेर्नुहोस्, यो कराई रह्यो हाम्रो। यदि तपाईँहरूले नमकिन कुरकुरे चिप्सहरू चाहिँ फ्राई गर्ने व्यवसाय गर्न खोजिराख्नु भएको छ भने तल दाउरा बाले पनि भयो, ग्यास बाले पनि भयो, डिजल बाले पनि भयो, जे जलाए पनि तपाईँहरूले यसमा फ्राई गर्न सक्नुहुन्छ। स्टेनलेस स्टिलको फुड ग्रेडको रहेको छ। फेरि यतातिर हाम्रो सानोवाला कराई रहेको छ। यसमा पनि तपाईँहरूले नमकिन चिप्स कुरकुरेहरू सानो भल्युममा गर्न खोज्नु भएको छ भने यो पनि तपाईँहरूले हामीसँग प्राप्त गर्न सक्नुहुन्छ। हामीसँग यो भेराइटिजमा रहेको छ। 33 इन्च र 43 इन्चका कडाईहरू स्टेनलेस स्टिलका हामीसँग रहेका छन्। यतातिर तपाईँहरूले हेर्नुभयो भने हामीहरूसँग स्टिमर मसिन्सहरू, ससेज स्टिमर, राइस स्टिमर, भेजिटेबल स्टिमर्स लगायतका विभिन्न वस्तुहरूलाई यदि तपाईँहरूले स्टिम गर्न खोज्नु भएको छ भने चाहिँ स्टिमर मेसिन हामीसँग स्टकमा रहेको छ। 12 ट्रेको स्टिमर मसिन अनि त्यसै गरी यतातिर 4 ट्रेको स्टिमर मेसिन रहेको छ। हेभी ड्युटीमा रहेका छन् स्टेनलेस स्टिलको फुड ग्रेडका स्टिमर मसिन्सहरू हामीसँग स्टकमा रहेका छन्। चप्पलको कच्चा पदार्थहरू रातो, निलो, हरियो, पहेँलो जस्ता विभिन्न कलरहरूमा, कालो कलरहरूमा चप्पलका सिटहरू, चप्पलका तुनाहरू हामीसँग प्रशस्त मात्रामा स्टकमा रहेका छन्। त्यसै गरी सानो कुरकुरे बनाउने मेसिन यदि तपाईँहरूले खोज्नु भएको छ भने चाहिँ कुरकुरे बनाउने मेसिन पनि हामीसँग उपलब्ध रहेको छ। कुरकुरे बनाउने मेसिनको सन्दर्भमा चाहिँ तपाईँहरूले त्यसमा ट्र्याक्टरमा पनि जोड्न सक्नुहुन्छ र 3 फेजको मोटर लगाएर सञ्चालनमा ल्याउन सक्नुहुन्छ। हामीसँग राइस मिलका भेराइटिजहरू रहेका छन्। त्यसै गरी डिस्क मिलका भेराइटिजहरू रहेका छन्। चाफ कटरका भेराइटिजहरू रहेका छन्। आफै सक्सन टाइपको पल्भराइजर पनि रहेको छ। धानको भुस उडाउने मेसिन, डी स्टोनर राइस मिलहरू रहेका छन्। यतातिर तपाईँहरूले हेर्नुभयो भने पिस्ने मिलका हामीसँग भेराइटिज रहेका छन्। पिस्ने मिलहरू 1 HP देखि लिएर हामीसँग 10 HP का पिस्ने मिलहरू, चिसो चामल पिस्ने, चिसो दालहरू पिस्ने मसिन्सहरू, घरमा पर्सनल प्रयोजनका लागि आवश्यक पिस्ने मिलहरू देखि लिएर ठुला कमर्सियल पिस्ने मेसिनहरू पनि हामीहरूसँग स्टकमा रहेका छन्। मसला, मोरिङ्गा पाउडरहरू भए, खुर्सानीहरू, जिरा, धनियाहरूको लागि पनि ठुला फ्याक्ट्री लेभलका मेसिन्सहरूदेखि लिएर सामान्य घरको लागि प्रयोग गर्न सकिने मेसिन्सहरू पनि हामीसँग प्रशस्तै मात्रामा स्टकमा रहेका छन्। खोवा बनाउने मेसिन, कुरौनी बनाउने मेसिन अथवा दुध खार्ने मेसिनहरू, दुध तताउने मेसिन अथवा कुनै पनि वस्तुहरूलाई तपाईँले तताउन खोजिराख्नु भएको छ भने स्टेनलेस स्टिलको 70 लिटरको खोवा मेसिन हामीसँग स्टकमा रहेको छ। स्टिमर टाइपका, कोल्ड टाइपका, डिजेल टाइपका हरेक खालका स्टिमर मेसिन्सहरू तपाईँहरूले हामीसँग प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि उत्पादनमूलक व्यवसायसँग जोडिन खोजिराख्नु भएको छ, कुनै पनि व्यापार व्यवसायहरूलाई सञ्चालनमा ल्याउन खोजिराख्नु भएको छ भने एकपटक कृपया हाम्रो गोदाममा आउनुहोस्। हामीहरूसँग रहेका मेसिन्सहरू रोज्नुहोस् र तपाईँको लागि उपयुक्त मेसिन, तपाईँको बजेट अनुकूलताका मेसिन्सहरू रोजेर हामीसँगबाट तपाईँहरूले लैजान सक्नुहुन्छ। हामीसँग फुड ड्रायर मेसिन, हेभी ड्युटीमा कमर्सियल लेभलको फुड ड्रायर मेसिन तपाईँहरूले यहाँनिर देख्न सक्नुहुन्छ। स्टेनलेस स्टिलको ट्रे रहेको छ। टोटल्ली 24 ट्रेको 70 देखि 100 किलोको फुडहरू हामीहरूले यसमा ड्राई गर्न सक्छौँ। हामीसँग सानो 8 ट्रे, 12 ट्रे र 20 ट्रेका फुड ड्रायर मेसिनहरू पनि प्रशस्तै मात्रामा रहेका छन्। त्यसै गरी हाम्रो गोदाममा तपाईँहरूले जुसर मेसिन्सहरू, अगरबत्ती बनाउने मेसिन, अगरबत्तीको पाउडरहरू, अनि त्यसपछि मल चाल्ने मेसिन्सहरू, बियोरलाई चाल्ने मेसिन, कटन क्यान्डी मेसिनहरू, खाडल खन्ने मेसिनहरू, स्टेपलाइजरहरू, अनि त्यसै गरी ग्रेभी बनाउने मेसिनहरू, सानो खालको चाहिँ मसला ग्राइन्डर मेसिन, सानो खालको तेल मिल, ठुलो खालको तेल मिल, कमर्सियल तेल मिलहरू हामीसँग प्राप्त गर्न सक्नुहुन्छ। तपाईँहरूले कुरकुरे बनाउने, चाउमिन बनाउने, न्यापकिन बनाउने, त्यसै गरी पानी फ्याक्ट्रीहरू, सिमेन्ट फ्याक्ट्रीहरू, डेरी प्लान्टहरू लगायतका विभिन्न खाले मेसिन्सहरू तपाईँहरूले हामीसँग प्राप्त गर्न सक्नुहुन्छ। चाउमिन मेसिन्सका अटोमेटिक मेसिनहरू, म्यानुअल मेसिन, डबल रोलर, अनि त्यसै गरी 6 रोलर, 8 रोलर, 12 रोलर, 14 रोलर, अनि 16, 20, 22 र अटोमेटिक चाउमिन बनाउने मेसिन्स र चाउचो बनाउने फ्याक्ट्रीहरू पनि तपाईँहरूले हामीहरूसँग प्राप्त गर्न सक्नुहुन्छ। यतातिर चाहिँ पपकर्नका मेसिनहरू रहेका छन्, लसुन छिल्ने मेसिन्सहरू भए, अनि त्यसै गरी फिङ्गर चिप्सका मेसिन्सहरू भए, कफी मेसिन्स, अनि त्यसपछि क्रिम काट्ने मेसिन्सहरू, गाई भैँसी धोइसकेपछि त्यसको क्रिम काट्ने मेसिन्सहरू, ब्यान्ड सिलरहरू, ओरिजिनल ब्यान्ड सिलर, भर्टिकल ब्यान्ड सिलर, अनि त्यसै गरी नाइट्रोजन फ्लसिङ ब्यान्ड सिलर, त्यसै गरी ठुला बडा चाहिँ भुजाका फ्याक्ट्रीहरू, अटोमेटिक भुजा फ्याक्ट्रीहरू पनि हामीसँग प्रशस्तै मात्रामा स्टकमा रहेका छन्। त्यसै गरी हामीसँग सोरमा बनाउने मेसिन, पिज्जा ओभन भयो, अनि त्यसै गरी पोट्याटो स्क्रु ट्विजर मेसिन्सहरू, दुना प्लेटका मेसिन्सका भेराइटिजहरू, म्यानुअल भए, सेमी अटोमेटिक, सिङ्गल हेड अटोमेटिक, डबल हेड अटोमेटिक भए, ह्यान्ड सिलर मेसिन्सहरू, ब्याच कोडर डेट हान्ने मेसिन्सहरू भए, त्यसै गरी चाहिँ हामीसँग जुसर मेसिन्सहरू भए, कप सिलर, बोटल सिलर मेसिन्सहरू, बोटल क्यापिङ मेसिन्सहरू, कफी भेन्डिङ मेसिन्सहरू, यसका स्पेयर पार्ट्सहरू, अनि त्यसै गरी यतातिर तपाईँहरूले हेर्नुभयो भने चाहिँ हामीसँग आलु चिप्सका, बनानाका, नमकिनका,
कुरकुरेका मसिन्सहरू प्रशस्तै मात्रामा स्टकमा रहेका छन्। त्यसै गरी यतातिर भुजा मिल पनि तपाईँहरूले देख्न सक्नुहुन्छ। दुना प्लेटका डाईहरू भए, तेल मिलहरू भए, राइस मिलहरू भए, प्रशस्त मात्रामा तपाईँहरूले हामीहरूसँग मेसिनहरू प्राप्त गर्न सक्नुहुनेछ। यदि तपाईँहरूले पनि कुनै पनि मेसिन खरिद गर्न खोजिराख्नु भएको छ, अन्यलमा हुनुहुन्छ भने कृपया तपाईँहरू कति पनि अन्यलतामा आउनु पर्दैन। तपाईँहरू एकपटक हाम्रो गोदाम बुटोल 12 ढाबामा रहेको गोदाममा आउनुहोस्, हामीहरूसँग रहेका मेसिन्सहरू हेर्नुहोस्। यदि हामीहरूसँग रहेका मेसिन्सहरू तपाईँलाई चित्त बुझेन, तपाईँको रिक्वायरमेन्ट म्याच गरेनन् भने पनि तपाईँहरूलाई हामीहरूले तपाईँको रिक्वायरमेन्ट अनुसारका मेसिन्सहरू इन्डियादेखि आयात गरेर तपाईँ रहेको स्थानसम्म ल्याइदिएर मेसिन जडान गरेर त्यसलाई सञ्चालनमा ल्याइदिनसम्मको कार्यहरू हामीहरूले निरन्तर गर्दै आइरहेका छौँ। त दर्शक महानुभावहरू, आजको भिडियोलाई यति नै गरौँ। आउने दिनहरूमा पनि यस्तै विषयवस्तु लिएर उपस्थित हुनेछौँ। फेरि अर्को विषयवस्तुमा भेटौँला। नमस्ते, शुभ दिन।